दुःख त गर्नै पर्छ यार, पसिना त बगाउनै पर्छ। हातमा ठेला र पैतलाको छाला नउकिन्जेलसम्म मेहनत त गर्नै पर्छ। जिन्दगी जिउँदै गर्दा कठिनाइहरू आउँछन्। समय र परिस्थिति सँगसँगै बाध्यता र आवश्यकताहरू पनि आउँछन्। बेला बेलामा जिन्दगीले रुवाइरहन्छ, दुःख दिइरहन्छ। भनिन्छ नि, आँखाबाट आँसु नबगाएसम्म प्याज त काटिँदैन भने। यो त एउटा जिन्दगी हो। बेला बेलामा दुःख नपाएसम्म, कठिनाइ नझेलेसम्म, बाध्यता र आवश्यकताको सामना नगरेसम्म यति सजिलै जिन्दगी कसरी कट्न सक्छ? भोलि सफलता पाउनु छ भने त्यो सफलताका लागि आज परित्याग त गर्नै पर्छ। सफलता त्यति सजिलै र कठिनाइ नभोगेसम्म कसैलाई पनि मिलेको छैन। आज पनि इतिहास पल्टाएर हेर्ने हो भने सफल भएका मान्छे अर्थात् सफलता हासिल गरेका मान्छेले कुनै न कुनै बेला खाना नखाएर भोको पेट पनि मेहनत गरेका थिए। घाम असिना पसिना केही पनि नभनेर दुःख गरेका थिए अनि मात्र सफलता हातमा आएको थियो। भनिन्छ नि,